छोराछोरी पढाएकै हामीले वास्तवमा हाम्रो अरू कुनै पहिला खेत पनि थिएन, हाम्रो धान रोप्ने खेत पनि थिएन, सानो जागिर थियो उहाँको चाहिँ। उहाँ जागिरमा जानुहुन्थ्यो धेरै नै वर्ष, त्यत्तिकै एकदम सीमित भएर बसियो। अनि छोराछोरी हुर्किँदै गए। अब पढ्न नै राम्रो नम्बर ल्याएर पास गरे होइन। पास भएपछि चाहिँ राम्रै विषय पढ्ने भन्ने इच्छा भयो छोराछोरीको नि। के गरेर होला भनेर एउटा विकल्प खोज्दा खोज्दै सुरुमा बाख्रा पालन गरियो। बाख्रा धेरै नै 40-45वटा बाख्रा पनि भए। अनि त्यो बाख्राको साथसाथै तरकारी, त्यो बाख्राको मल त आफ्नो बारी जग्गा धेरै नबसेर त्यसै खेर जाने भयो। अनि वहीँ बाख्रा पालन गरेको ठाउँमा पुरानो माथि नै तरकारीहरू लगाउँदा बेसरी सुरुमा नजानी लगाउँदा नि एकदम धेरै राम्रो भयो कि तरकारी। अनि त्यसबाट मलाई चाहिँ यस्तो बाख्राको मल राखेर यस्तो तरकारी नै हुँदो रहेछ, सँगसँगै तरकारी नै गऱ्यो भने त आम्दानीको स्रोत पनि हुन्छ भन्ने लाएर अनि तरकारी नै अलिअलि जे जाने आफ्नै अनुभवको आधारमा मैले कुनै तालिम कहीँ केही गरेको नि थिइनँ। अनि गर्दा गर्दै अनि सिक्दै अब कति कुराहरू नजान्दै सिक्दै जान्दै गर्ने। अनि यताउता गरिरहेको मान्छेसँग नि सोध्ने, सल्लाह लिने, बिउहरू जमाउने, उमार्ने तरिकाहरू हल्का सिक्दै गएँ। अनि पछि गरेको देखेपछि अनि हाम्रो पहिला गाविस हुँदाखेरिमा मनपाङ गाविस हो, पहिला साबिक 8 नम्बर वडा हो यो। अनि उहाँले बाख्रा पनि पालन तरकारी नै हल्का भएपछि कृषि भ्रमणमा लैजानु भयो। अनि त्यो भ्रमण जाँदाखेरि उहाँ दामन टिस्टुङ पालुङ उता गइसकेपछि त त्यहाँको हरियाली देखेपछि त मलाई त एकदम यस्तो विकट ठाउँमा नि यस्तो हरियाली हुँदो रहेछ, लगाउँदा रहेछन्, पानीको उस्तै अभाव होइन, त्यहाँ जग्गाहरू नि भिरालो, त्यस्तो ठाउँमा नि लगाएको मैले नि एकदम सोच बनाएँ। त्यो बेला हाम्रो यो भर्खर किनेको थियौँ। अनि यसको साथसाथै भाडामा लिन्छु र म यसरी गर्छु, त्यसपछि त छोराछोरी पढाउन त अलिक सहज हुन्छ होला भन्ने सोच बनाउँदै आएँ। भ्रमण भ्याइएपछि 2 दिनको भ्रमण। अनि त्यहाँ त्यही वर्ष मैले उहाँहरूसित सम्झौता गरेर लिजमा लिएर यो जग्गाको दाइहरूसँग नि गरेर सुरुमै 15 रोपनीबाट सुरु गरियो। पहिला हल्का माथि बाख्रा पालनको साथसाथै पखेरा अलिअलि गरिन्थ्यो भने अलि व्यवसाय र अलि तरिकासित चाहिँ यहाँ आएर गरियो। अनि छोराछोरी नै काठमाडौँ बस्थे, कहिले पहिला पोखरा बसे, पोखरा इन्जिनियर पढ्न बाबुले नाम निकाल्यो अनि सरकारीमा। अनि ठुलो बाबुले अनि नानी नि यहाँ एसीमा राम्रो फर्स्ट भएर गई। अनि सँगसँगै दाजु बहिनी बसे। अनि सानो बाबु नि 7 क्लासमा पढ्दै थियो। अनि सँगसँगै 3 जनालाई राखेर खर्च पनि ठुलै भयो। अनि त्यही किसिमले यहाँ पनि कसरी आम्दानी बढाउने, अब छोराछोरीलाई खर्च धान्न पर्यो भनेर त्यही किसिमले गर्दा अलि क्षेत्रफल बढाउने, अलि कसरी धेरै आम्दानी गरिन्छ होइन, अलि राम्रो उत्पादन अनुसारको भाग पाउने तरकारीहरू नि अलि महँगो हुने खालको गर्दै गरेर छोराछोरी पढाउने। हामीले यही तरकारी पेसा गरेरै, कृषि पेसा गरेरै छोराछोरी पढाएर 2टाले मास्टर्स भ्याए। नानीको बिहा पनि भयो। अनि सानो बाबुले नि अहिले ब्याचलर इन्जिनियर भ्यायो भर्खरै। यही तरकारीबाटै हो सबै गरेकै। अनि यो जग्गा पनि किन्यौँ हामीले लगभग 18 लाखमा। त्यही यताउता गरेरै हाम्रो कुनै बाहिरबाट ल्याएको स्रोत कहीँ बेचबिखन गरेर छोराछोरी पढाएको पनि होइन, यो जग्गा किनेको पनि होइन, हाम्रो यो थिएन पहिला। पछि यो जग्गा पनि जोड्यौँ भनौँ न, त्यही तरकारीबाटै। त्यही नै हो, कृषिमा गर्ने भने एकदम राम्रो छ। तर एकदम सूक्ष्म तरिकाले भनौँले धैर्य भएर लाग्नुपर्छ। एकैचोटि आज रोपेर भोलि चाहिँ धेरै पैसाका मुठा आउँदैन। तर गर्दै सिक्दै गऱ्यो भने बिस्तारै त्यो नहुने होइन, एकदम हुन्छ। मैले गरेको अनुभवको आधारमा पनि एकदम राम्रो छ कृषिमा। तर हामीलाई चाहिँ यो सरकारले चाहिँ बिमाको व्यवस्था गरिदिने, कृषकहरूलाई प्राविधिक सल्लाह अनि बेलामा दिने र यो हावाहुरीबाट क्षति भएकोलाई क्षतिपूर्ति दिने मात्रै व्यवस्था गरिदिने भने यसमा जागरुक भएर आफ्नो सर्लक्क नडुब्यो भने त गरम भनेर गरिन्छ जस्तो लाग्छ, गर्नुहुन्छ जस्तो लाग्छ मेरो विचारमा चाहिँ। हुन्छ। यहाँको परिचय दिनु न। मेरो नाम दुर्गा देवी बागले, म्याग्दी 7 पिपल चोर भयो।